फ्यानको आश र म्याचको बाद निकै फरक भएको छ। ब्राजिलले जित्छ भनेर सबैजनाले आश गरेका ब्राजिलले मोरक्कोसँग ड्र गरेर म्याचलाई एकदम बोरिङ वेमा समाप्त गरेको छ र फर्स्ट हाफमा थोरै एक गोल भएको पनि आएको थियो र म्याच थोरै इन्ट्रेस्टिङ देखिन्थ्यो। त्यो सलिबारीको त्यो गोल र त्यसपछिको भेनिसियस जुनियरको जुन ट्याक्टिकललाई डिफेन्ड गरेर जुन गोल कर्भ टाइपमा गोल थियो, त्यो गोल ब्रिलियन्स, त्यो गोल चाहिँ एकदमै राम्रो थियो र त्यो गोलले मात्र आज ब्राजिल बाँचेको छ, नत्र ब्राजिलले आज हार बिहोर्नु पर्ने थियो। र थोरै कार्लो एन्कोलेटीको म्यानेजरियल स्किलमा जाँदाखेरि चाहिँ मेबी एन्ड्रिकले चाहिँ स्टार्ट नगरे पनि पछि सब्स्टिट्युसनमा भए पनि आउन पर्ने थियो है, किन भन्दा एन्ड्रिक निकै राम्रो लयमा थिए र एन्ड्रिक आउँदाखेरि चाहिँ निकै राम्रो देखिन्थ्यो। र दुवै म्याचको कहानी हेर्ने हो भने फर्स्ट हाफ 1-1 र सेकेन्ड हाफ 0-0 र यदि पोसेसनको कुरा, बल कन्ट्रोलको कुरा गर्ने हो भने दुवै टिम उत्तिकै रहे, निकै उत्कृष्ट लयमा देखिन्थे र ब्राजिलले बढी आश गर्नु भएन। मोरक्को निकै उत्कृष्ट टिममा थियो, दुईटै फिफा ऱ्याङ्किङमा 6 र 7 नम्बरमा छन् र पोजिसनको कुरा गर्दाखेरि ब्राजिल 51% र मोरक्को 49% र बिग चान्सेसको कुरा गर्दाखेरि जम्मा ब्राजिलसँग एउटा मात्रै बिग चान्सेस क्रिएट भएको थियो, तर मोरक्कोसँग 2वटा क्रिएट भएको थियो। र ब्राजिल फ्यान्स यो पाराले चाहिँ वर्ल्ड कप जित्दैन है, यो ट्याक्टिकलले वर्ल्ड कप जित्न गाह्रै पर्छ र मोरक्को जस्तो कन्ट्रीलाई पनि यदि बिट गर्न सकेन भने वर्ल्ड कप फाइनल जित्ने सपना देख्नु उचित हुँदैन र नेमार आएपछि थोरै जादु हुन्छ भन्ने आश त गरौँ। र हजुरहरूले म्याच हेर्नु भयो कि भएन र हजुरहरूलाई म्याच कतिको बोरिङ लाग्यो कमेन्ट है त।